एकछिन तपाईँ आफ्नो आइफोनमा डेटा सेभ गर्नको लागि तपाईँले हरेक एप्लिकेसनमा सेलुलर डेटा अफ गर्नुभएको हुनसक्छ, तर तपाईँ त्यसलाई अन गर्नुलाई कसरी गर्नुहुन्छ? कि सेटिङको एपमा गएर सेटिङभित्र गएर गर्नुहुन्छ? म कसरी गर्छु म तपाईँलाई देखाउँछु। लेट्स से म यो गुगल म्याप्स ओपन गर्छु। मैले गुगल म्याप्स ओपन गरिसकेँ। अब मैले गुगल म्याप्सको सेलुलर सेक्सनमा गएर यसलाई चेन्ज गर्नु पर्यो भने म के गर्छु हेर्नुहोस् है त। सबभन्दा पहिला म यो एसिस्टिभ टच जुन छ यसमा क्लिक गर्छु। त्यसपछि यहाँ एप सेटिङ भन्ने छ मेरोमा, यसमा म क्लिक गर्छु। यसले डाइरेक्ट मैले त्यो बटनमा क्लिक गर्ने बित्तिकै, मैले यो एप सेटिङमा क्लिक गर्ने बित्तिकै यसले मेरो गुगल म्याप्सको सेटिङभित्र लिएर गयो। यहाँ मैले सेलुलर डेटा, नोटिफिकेसन र अरू सिस्टमहरू जस्तै पर्मिसनहरू हुनसक्छ, क्यामेरा, माइक्रोफोन, ती सबै मैले यहाँबाट अन अफ गर्न सक्छु मात्र यो एप सेटिङबाट। यसलाई कसरी बनाउने तपाईँलाई जान्नु मन छ भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला, म सिकाउँछु।